फाइनल्ली गाइस मकैको आटा खाने भए सम्पर्क गर्नु होला। म चाहिँ टक्क लाएर मकैको आटा पकाइरहेको छु। गाइसहरु बब्बाल हुँदैछ ल। खाने भए यसो सम्पर्क गर्नु होला। मकैको आटो है देख्न सक्नुहुन्छ प्योर मकै हो। मकैको आटो बब्बालले बनाएर खाँदैछु म चाहिँ। पाकिरहेको छ गाइस, भइरहेको छ खाना चाहिँ। अब चाहिँ मैले बफुनलाई दिन्छु अनि यता त्यसको साथमा आलुको तरकारी। अब चाहिँ यो खानालाई मैले छोपिदिन्छु, टक्क यसरी छोपिदिन्छु। यहाँ ग्यासमा पाकिरहेको छ अनि यता आलुको तरकारी अनि यसमा आटो पाकिरहेको छ। यो आटासँग आज चाहिँ म स्पेसल खानको लागि आलुको तरकारी अनि विशेष गाउँदेखि ल्याएको सुकुटी हैन, बब्बाल छ। सुकुटी चाहिँ खसीको मासु हो, दामी छ। खसी सुकुटीसँग टक्क बनाउँछु म, स्पेसल बनाउँदैछु ल गाइस। अनि यता खाना पाकिरहेको छ। अब चाहिँ म यो तरकारी बनाउँछु अनि आज चाहिँ म एक्लै छु, बहिनी गाउँ पठाएको छु। आज म मकैको आटासँग खानको लागि स्पेसल हैन आलु र गाउँदेखि बाबु मम्मीले पठाइदिएको सुकुटीको मासु, त्यसलाई मिठो र स्वादिलो बनाउनको लागि स्पेसल धनिया र टमाटर लिन गइरहेको छु। म चाहिँ सब्जीकोमा आइरहेको छु। धनिया छ अङ्कल? दिनु न है थोरै। धेरै नलगाउँ अङ्कल, म एक्लै हो। आज स्पेसल मकैको आटा पकाउँदैछु कि यति लैजान्छु अङ्कल, पुग्छ ओइलिन्छु। कति अङ्कल? टमाटर लैजान्छु अङ्कल, टमाटर यति राखिदिनु। टमाटर एक्लै अङ्कल, धेरै लैजानु हुन्थ्यो, म एक्लै छु। ल कति बेला? ल हुन्छ त अङ्कल, धन्यवाद। तातो अङ्कल म टिप्छु। लौ न अङ्कल, ल हुन्छ, हस् धन्यवाद, थ्याङ्क यू अङ्कल। मेरो कार्ड खसेको छ। हुन्छ ल हुन्छ अङ्कल, हस्। मैले चाहिँ स्पेसल धनिया र टमाटर पनि किनेर आइसकेको छु। म धेरै टाढा खट्टी मगर अनि स्पेसल चाहिँ मैले हैन टमाटर र धनिया किन्न गएको। टमाटर 25 रुपियाँको लिए, त्यसमा छ। अनि स्पेसल चाहिँ धनिया र खुर्सानी चाहिँ फ्रीमा दिनुभयो अङ्कलले, बिहान बोनी भएर। सो गाइस अहिलेलाई है आज चाहिँ म अब मकैको आटोसँग गाउँको सुकुटी नोक्कल हैन यसको अनि यता आलुको तरकारी बनाउन लाग्छु। सो अब मैले यसमा गरिसकेको छु। मेरो ग्यासहरू नि एकदमै सफा छ। अब म खाना खाएर सफा गर्छु। अनि त्यसको लागि चाहिँ मैले पहिला यहाँ भुटन हाल्न लाग्छु। यो चाहिँ मेरो भुटन, आफूले के भन्नुहुन्छ, हाम्रो अर्ग्यानिक भाषामा चाहिँ भुटन भन्छन्। आफूले तेल खानुहुन्छ होला, तर मैले भुटन खान्छु। भुटन यसमा चाहिँ स्पेसल भुटन हालिरहेको छु मैले। मेरो भुटन पनि सिद्धिसकेको छ। भुटन नि सिद्धियो अब। सो त्यस्तै गाइस हैन, भुटन पनि भइयो। अब घिउ हो कि भुटन, बुझ्नु भएन भने तपाईँहरूलाई घिउ नेपालीमा भन्नुपर्दा घिउ। एक डब्बा थियो भुटन हैन, अब भेइन लाग्यो। त्यस कारणले गर्दा आज चाहिँ म मिठो बनाएर खाइरहेको छु। यो चाहिँ अलि डढिसकेको छ जस्तो छ। अब मेबी मेरो आटो एकचोटि लस्काएका मेरो भाँडा खोज्यो। अब फाइनल्ली मेरो आटो पनि पाकिसकेको छ। अब यति आटो म एक्लैले खाने हो।
मकैको आलु है, यो ओरिजिनल गाउँको म निकै ओरिजिनल पकाइरहेको छु। सो गाइस, अब तपाईँहरूले के कस्तो खानुहुन्छ होइन, सबैले आफ्नो मनपर्ने हो। मलाई चाहिँ निकै गाउँघरको ताममा खाइरहेको हुन्छु। अनि यता अब तरकारी बनाउनु आलु अनि टमाटर प्याज छ, यसमा माथि हालिसकेको छ। अब मैले चाहिँ स्पेसल तरकारी बनाउन सुरु गर्दछु। अनि त्यसको लागि चाहिँ पहिला आफूले कसरी बनाउनुहुन्छ, मैले मसला हालेँ है, चियर मसला हालेँ। म एक्लै छु नि त, अब म मसला पट्काएँ। तपाईँहरूले मिठो मिठो बनाएर खानुहुन्छ होला, तर म मिठो बनाउन्न। मैले जस्तो पकाउन जानेको छु त्यस्तै पकाएर खान्छु। अनि यसमा नुन हालेँ, नमक पनि हालिसकेँ होइन। अब साथमा त्यसको साथसाथैमा पनि यस्तो छ मेरो पकाउने स्टाइल पनि, आफूहरूको कस्तो छ है, सबैको आफ्नो स्टाइल हुन्छ। म चाहिँ स्पेसल पाक्छ है, बहुत स्पेसल यस्तो दामी बनाइरहेको छु कि यस्तो दामी बनाइरहेको छु। स्पेसल अब तरकारी पाक्न लागेको छ है, यो तातो। अब आजको भ्लग श्री ढैरेता। अब चाहिँ यो सुकुटी हाल्ने म चाहिँ मिठो नि नहुने रहेछ कि चाहिँ पनि गर्दिनँ त हो गाइस, के खोजिस् होला। त मासु हालिसकेको छु मैले चाहिँ अब होइन। अब त्यसको साथसाथै मैले पनि आलु पनि हालिदिन्छु है, आलु पनि हालिदिएँ मैले। अहिले स्पेसल बनाउनु लागेको छु। बब्बाल है गाइस, बाहिर खालिदिन्छु त यार। तरकारी चाहिँ स्पेसल यस्तो भइरहेको छ सुकुटी र आलुको। त्यसपछि यता मकै घाटो है त गाइस। चिया गलाएर अब पानी हालिदिन्छु नि मैले, चिया बोलाएर तरकारीमा पानी हालिदिन्छु। अनि सिटी मारिदिन्छु, सिटी बहुत बब्बा दामी हो गया। अब तरकारी जे हो गया दामी हो गया है। मैले चाहिँ अब यसलाई सिटी मारु। फाइनल्ली गाइज, अब मेरो मकैको आतो नि स्पेसल रेडी भइसकेको छ। अब चाहिँ म आज एक्लै छु, यसमा मेरो तरकारी है, आलुको तरकारी अनि रेडी भइसकेको छ। अब चाहिँ म खाना खान्छु है। कलर अब खाना नि रेडी भइसक्यो होइन। अब खाना खान पर्यो गाइज, रेडी भइसकेको छ ल गाइज, खाना नि रेडी भइसकेको छ गाइज। अब मेरो खाना नि रेडी भइसकेको छ। अब चाहिँ म खाना सुरु गर्छु। सो होइन, यता चाहिँ यस्तो छ मेरो तरकारीहरू यता। अब म खान्छु। चाहिँ मकैको ढिँडो हो, स्पेसल खाने कार्यक्रम पनि सुरु भइसकेको छ। अनि साथमा खोर्सानी पनि छ मसँग। सुकुटी मासु खोर्सानी मैले झोल राखेँ रस।